व्यक्तिसँग जे छैन उसले खोज्ने त्यही नै हो कि। उम्, सबै कुरा हुँदा हुँदै पनि कहिलेकाहीँ केही कुरा हुँदैन रे के उम्, होइन। त्यसमा उसको भोगाइ, उसका अनुभवहरू, उसको सराउन्डिङले पनि ऊ स्ट्रेसमा परेको हुनसक्छ, केही कुराले ऊ खुसी नभए हुनसक्छ, मायाको कमी हुनसक्छ होइन। उम्, मान्छेलाई सबै चिज हुँदैमा मान्छे खुसी हुने होइन कि सर। उम्, हामीलाई लाग्छ चाहिँ त्यो लाग्न त पाइयो हेर्नुहोस्, उम्, तर वास्तविकता त्यो होइन। उम्। जस्तो विपिन सर, हजुर चाहिँ यो जुभिनाइल साइकोलोजीको पनि एक्सपर्टको रूपमा परिचित हुनुहुन्छ होइन। योसँग रिलेटेड हजुरको कामको केही एक्सपिरियन्स सेयर गर्न सक्नुहुन्छ? स्योर। जुमिनाइल भनेको चाहिँ अब 18 वर्ष मुनिको भाइ बहिनीहरू जसले चाहिँ इलिगल या भनौँ कुनै आपराधिक गतिविधिमा क्राइम संलग्न गर्नुभयो। भएर या क्राइम गर्नुभयो भने, अझ म त क्राइम भन्न पनि अझै रुचाउँदिनँ, ओके। त्यस्तो खालको गतिविधिमा संलग्न भएर चाहिँ उहाँहरू पर्नुभएको छ भने उहाँहरूलाई चाहिँ मैले परामर्श दिन्छु, परामर्श सेवा दिन्छु, उहाँहरूको असेसमेन्ट गर्छु।